नमस्कार। हजुरको यो टेन्सन हेडेक छ, स्ट्रेस हेडेक छ भने म हजुरहरूलाई व्यायाम सिकाउँछु। हजुरले घरमा गर्न सक्नुहुन्छ। सर्वप्रथम के गर्नुहोस्, दुईटै हातको बुढी औँला यसरी चाहिँ आँखाको यो असिपिटल भागमा यसरी राख्नुहोस् र हल्का प्रेस गर्नुहोस् र यसरी हल्का यो आँखाको माथिल्लो भागमा यसरी चाहिँ प्रेस गर्दै थिच्दै यसरी चाहिँ हल्कासँग 15 देखि 20 चोटि चाहिँ यसरी चाहिँ दोहोऱ्याउन सक्नुहुन्छ। दोस्रो चाहिँ दुईटै हातको चोरौला यसरी चाहिँ निधारमा यसरी राखेर चाहिँ यसरी चाहिँ हल्कासँग प्रेस गर्दै यसरी कञ्चटसम्म लानुहोला र फेरि अलिकति माथि प्रेस गर्दै कञ्चटसम्म, फेरि अझ माथि प्रेस गर्दै कञ्चटसम्म र अझ माथि प्रेस गर्दै कञ्चटसम्म लान सक्नुहुन्छ। तेस्रोमा दुईटै हातको यो औँलाहरू यसरी कञ्चटमा राखेर मजाले चाहिँ यसरी चाहिँ सर्कुलर मोसनमा चाहिँ यसरी मजाले मालिस गर्न सक्नुहुन्छ। हजुरलाई निकै रिल्याक्स र आरामको महसुस हुन्छ। त्यसपछि चौथोमा दुईटै हातको यो औँलाहरू यसरी चाहिँ साइडबाट यसरी टाउकोको साइडमा यसरी चाहिँ पछाडि लगेर यसरी चाहिँ मालिस गर्न सक्नुहुन्छ। यसरी 15 देखि 20 चोटि यसरी हेर्नुहोस्, 15 देखि 20 चोटि। यो व्यायामहरू चाहिँ हजुरहरूले सुत्न अगाडि गर्दा चाहिँ निकै फाइदा हुन्छ। बिहान उठेर पनि गर्न सक्नुहुन्छ। टेन्सन हेडेक छ, स्ट्रेस हेडेक छ भने यो व्यायामहरू निकै राम्रो हुन्छ, फाइदा हुन्छ। कोसिस गर्नुहोस् र भिडियो मन परेमा सबैलाई सेयर गर्न सक्नुहुन्छ। धन्यवाद।